हामी आज घोरे पानी पुग्ने नाम प्रकृति वस्ती उहाँ हुनुहुन्छ बादल चेम्चोम त्यसपछि यता हाम्रो अगाडि बस्नु भएको म चाहिँ मुना कटवाल म छु यहाँ आशिका सुवेदी नट आशिका तामाङ बट आशिका सुवेदी गुराँस नानीहरूलाई लिएर म चाहिँ गुराँस हेर्न जाँदैछु फुल्ली गुराँस नसुकेको होस् हामी चाहिँ जिपमा बसिसक्यौँ अनि हामीले चाहिँ घरमै लिन आउनुभएको थियो हाम्रो जिपवाला दाइले मलाई चाहिँ एकदम रमाइलो लाग्यो अहिले चाहिँ हामी बागलुङ बस पार्कमा छौँ तिमीलाई भेटेको बाई भरे भेटौँ अब एकैचोटि हामी होइन ब्रेकफास्ट हामीले आज बिहान कफी गऱ्यौँ अनि यिनीहरूले चाहिँ ब्ल्याक टी गऱ्यो अब हामी एकैचोटि खाना खाने ठाउँमा भेट्छौँ बाई बाई हरिचोकबाट उकालो लागेर अहिले चाहिँ बाटोमा छौँ मिस आशिका सुवेदी यहाँनिर खुट्टा ठोकेर एकदमै दुःखद अवस्थामा हुनुहुन्छ मेरो यहाँ घुँडा यति गयो मेरो पनि खुट्टाको हालत देखाउँछ आफ्नो मान्छेहरू मेरो चाहिँ खुट्टाको हालत त्यस्तो छ कस्तो यहाँ गियर बचाएर हिंसाको बाटो सरल राम्रो देखिन्छ वाउ व्हाट अ नाइस रोड कस्तो भइरहेछ रमाइलो भइरहेछ हामी चाहिँ अहिले बनठाटे आइपुगेका छौँ अनि हामी चाहिँ हाम्रो झोला झार्न आएका छौँ ल हामी चाहिँ अहिले बनठाटी आइपुग्यौँ अब जिपमा हाम्रो ट्राभल चाहिँ सक्यो अब हामी चाहिँ हिँड्दै जान्छौँ हाम्रो झोलाहरूमा ल कसको पक्कुको समय त कहाँ गयो त्यसलाई देऊ मुन्नी मुन्ना हाम्रो स्टिक हामी चाहिँ यहाँ चाहिँ अब सायद हामी खाना खान्छौँ होला बादल भोक लाग्छ छैन भोक लागेको छ खाने खाने हो उहाँ हिरोइन चाहिँ उहाँ फोटो खिच्नलाई रेडी भएर बसिसक्नु भएको छ उहाँ त टुरिस्ट हो है गाइजहरू नेपाली रहेछ तिमी नेपाली कि विदेशी म नेपाली ठेट नेपाली अनि यहाँ छु हामी चाहिँ अब खाना खाने एकदम भोक लाग्छ तर हाम्रो आज मङ्गलबार हो गाइस अरू बेलामा व्रत हुन्थ्यो दुवैजनाको होइन आज चाहिँ हामी भेज मात्रै हुन्छ आज चाहिँ हामी गणेशजीलाई सरी भन्यो यार सरी गर्नुभयो ल अब चाहिँ हामी खाना खानु लागेको हामी चाहिँ यहाँ बनठाटीबाट खाना खाएर एकदम अब ठिक भएर
अब बलियो भएर हिँड्नलाई रेडी भएर हिँड्दैछौँ हामी। अब भयो अब मैले त पावर न्याप पनि लिएँ सुतेर। मुनु चाहिँ एकछिन जिपमा मजाले सुत्यो अनि अब चाहिँ हामी बनठाटीबाट चाहिँ हिँड्न थाल्यौँ। गर्मी हुन्छ होला भनेर पातलो पातलो लुगा लिएर आएको थियौँ, तर एकदम जाडो भएर लुगा यहाँ एकदम चिसो भएछ, हावा चलेछ, जाडो भयो। अघि टी सर्ट मात्रै लगाएको, अहिले फेरि ज्याकेट झिकेर लगाइयो, त्यही हो। मिसन चाहिँ आशिका सुवेदी फोप्याक्स मिसन हो। हामी यही मिसन कम्प्लिट गर्न चाहन्छौँ। यो बाटो गएर यताबाट फर्किन्छ। लेट्स गो। म चाहिँ गलिसकेँ 5 मिनटमा। यहाँ पानी खाँदैछौँ गर्मी भएर। ज्याकेट खोलेर केटीहरू ज्याकेट खोलियो। अब हामी 2-3 घन्टा हिँडेपछि चाहिँ पुग्छौँ। तर केटीहरूको यो पाराले चाहिँ पुगिन्छ जस्तो लागेन। बाटो चाहिँ यस्तो छ। हेलो। तिमीलाई लास्ट किचकिचै थियो क्या यो केटी। सबैभन्दा नकिचकिच चाहिँ म छु हेर 4 जनामा। हो तिमीहरू मान ज्ञानी तर म चाहिँ हो फर्स्ट। चुप त झन् कस्तो छैन फोटो होइन त छस् खनखने होइन चिन्नु बादल पर्दै थियो। तातो हुन्छ हेर यस्तो यो हिँड्नु सक्यौ ज्ञानी भएर हिँडेको आफ्नो कप राख्ने मुनि हिसाबमा है लास्टमा फर्जुएट गर्नु लाग्यो कपहरू। हेलो गाइस, हामी चाहिँ अहिले नाङ्गेठाटी आइपुग्यौँ। अनि मुनु र म चाहिँ यहाँ छौँ, यिनीहरू चाहिँ आउँदैछन् अगाडि पछाडि पछाडि। गलेको अवस्था अर्की कहाँ गई बादली? साग हेर्न हाम्रो चाहिँ यहाँ खाजा ब्रेक भएको छ, भोक लागेर केटीहरूलाई। अनि यो हाँसेरै ढाक्दिने जे कुकुरको पुच्चा बाङ्गो हाँस्ने 16 वर्ष उमेर त गइसक्यो र पनि कोही यहाँ चाउचाउको घिउ हाल्दैछ। पोखरामा पनि त्यसरी दिन्छ त। हाम्रो चाहिँ बुझ्दैन नि त। बादल म्याडमको चाहिँ अमिलो खाने पालो आइरहेछ। ऊ चाहिँ चक्लेट भर्खर चक्लेटको खोलसम्म चाट्दै थियो। भर्खरसम्म चक्लेटको खोल चाट्दै हुनुहुन्थ्यो उहाँले चाहिँ। लाग्छ कि बच्चा हो बेबी त हो नि कसैको। उहाँ चाहिँ कसै कसैको बेबी हो अरे। मुनु चाहिँ बेबीको मम्मा हो ल। हाई मुनु, हाई बेबी मम्मा। I'm just a baby वाला त नि। म चाहिँ देवी हो। देवी या देवी सर्वभूतेषु त्यसपछि शक्ति रूपेण हुँदैन। ओके, अब हामी फेरि लागौँ। कोही कोही चाहिँ फेरि अमिलो खाएको खाइ हुनुहुन्छ झऱ्यो थापे। ल ल आउनुहोस्, म त लागेँ साथीहरू। बादलको छुट्टी माग्दा माग्दै गुराँस छुट्यो। गुराँसै सुकेछ क्या। खासमा चाहिँ हामी गुराँस हेर्ने भनेर आएको, तर गुराँस चाहिँ यस्तो भइसक्यो। गुराँस चाहिँ धेरै कम भइसक्यो रहेछ। पल्लो पल्लो देखिँदैछ। छ
तर जस्तो राम्रो फुल्छ नि क्यामेराले जस्टिफाई नै गर्दो रहेछ कि गुराँस सकेको रहेन रहेछ अलिअलि आउँदैछ गुराँस गुलाबी गुराँस हाम्रो कति मिनट ल भरे पनि 20 मिनट लेखिरहेको छ यहाँ चाहिँ 20 मिनट लेखिरहेको छ कि अनि पक्कु र बादल चाहिँ हामी 20 मिनटमा पुगेर देखाऊँ त भनेर कम्पिटिसन गर्दैछ कि तर एउटा गुराँसको बोर्ड देख्यो भने अनि 5 वटा 10 वटा फोटो खिच्न थाल्छन् यिनीहरू अनि 5 र 10 वटा हैन त 50 वटा भएन अनि त्यही भएर अनि 20 मिनटको बाटो पनि 1 घन्टा लागिहाल्छ कि ल म 20 मिनटमा 2 मिनट त यहीँ गइसकेँ टाइम स्टार्ट नाउ हेलो टुरिस्ट हाई हेलो टुरिस्ट टु गाडी आउने बाटो पनि छ गाडी आइरहेछ तर हामी हिँड्दैछ पक्कुले ढुङ्गा झऱ्यो भन्दैछ पक्कुले मेरो लागि यो ढुङ्गा थामिदिँदैछ थ्याङ्क यू पक्कु वाउ पक्कुले थाम्दैछ तुमको त्यो माया गरेको ल 20 मिनट स्टार्ट नाउ घोरे पानी आइपुग्यौँ घोरे पानीको गेट We are welcome to घोरे पानी मौसम चाहिँ पुरै धुम्म भइरहेछ गुराँस चाहिँ टन्नै छ रहेछ कि रन चाहिँ तर भिडियोमा मजाले क्याप्चरै भइरहेको छैन त्यो आकाश क्लियर नभएको भएर यहाँनिर रहेछ ए पुनिल भन्दा नजिकै रहेछ नजिक जानुपर्ने रहेछ हाम्रो होटल यहाँ 33 नम्बरमा रहेछ ए ल ठिक छ अब अझै हाम्रो होटल जानै छ एकैछिन अब धेरै छैन होला होइन गाइजहरू चाहिँ यहाँ पछाडि हुनुहुन्छ है उहाँहरूलाई त के गर्ने फोटो र भिडियो खिच्दैमा हामी कुर्दा कुर्दा हैरान छौँ म अर्को एकजना चाहिँ उही हुनुहुन्छ फोटो र भिडियो खिचेर उहाँ अगाउनुहुन्न ओके लेट्स इन्टर टु घोरे पानी हामी चाहिँ घोरे पानी इन्ट्री गऱ्यौँ फोटो भिडियो हान्दैछन् केटीहरू यहाँ झुप्प फुलेको गुराँस त देख्नै हुँदैन होइन हामीलाई यो चाहिँ बिहान द सिन हो मुनुको यस्तो हिँडेको फोटो आयो भने चाहिँ जाऊ न जाऊ हो पख अब आऊ त आऊ आऊ फोटो चाहिँदैन त्यही बाटो आऊ है फाइनली हामी बस्ने होटल आइपुग्यौँ हेलो मुनु माथि नै रहेछ होटल चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ आज स्नोल्यान्ड थाकै लाग्यो दुई केटीहरू चाहिँ हराए यो त कुहिरो लागेर
कस्तो चिसो छ। हेलो पुरै कुहिरो लागेर चिसो भइरहेछ। यो लोकल च्यानल हो। यहाँको चाहिँ यस्तो छ। ओके जुत्ता चेन्ज गर्ने सिस्टम रहेछ। अब पहिले बाहिरैबाट चाहिँ जुत्ता चेन्ज गर्ने अनि चप्पल लगाएर भन्ने। ल मलाई अट्ने चप्पल छैन त। यो के यस्तो काटेको चप्पलहरू है। सबैभन्दा ठुल्ठुलो साइजको चप्पल चाहिन्छ मलाई। सो द्याट यो रहेछ। सबैभन्दा किन काटेको होला खेलेर यो कसैले भिड्ने झोलामा 207 हो हाम्रो। इन्ट्री भयो रुममा हाम्रो। यो चाहिँ दुईजना यहाँ दुईजना यहाँ। भ्यूवाला रुम त रहेछ। तर सबै ओइ नाइस। सबै गाउँ देखिँदो रहेछ है। त्यो चाहिँ स्नोल्यान्ड होटलबाट देखिन्छ यस्तो चाहिँ। ल राम्रो रहेछ। यस्तो भ्यू देखिने रुम रहेछ नि त। देउरालीमा बतास चल्यो भन्नु बादल। बादल हाउ आर यु फिलिङ नाउ? हाउ आर यु फिलिङ? तपाईँलाई भ्यूवाला रुम पाउँदा कस्तो लागिरहेछ? झोलासोला झिक्नु नि पर्दैन। ए भ्यू हेर्दै बस। हिमालय देखेछ नि लास्ट चिसो छ। दामी 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 दामी। एटलिस्ट गुराँस बाँकी रहेछ। हामी आइन्जेलसम्म हामीलाई त्यही खुसी लागिरहेछ नि त। त्यहाँ आउँ। ओके Very nice. Very nice. फक भोक लाग्यो। भेज चाउमिन चिया त एकदम कम्पलसरी नै हो नि। चिया बिना बाँच्छ अरे होइन। कस्तो छ फर्स्ट सिट? मिठो चिया भनेको चिया हो। सधैँ मिठो हुन्छ बबाल मिठो। तिम्रो चिया नखानेलाई के थाहा चियाको स्वाद? तुम क्या जानो के हो अदरकको स्वाद। बिहान बाउले चिया खानु चियाको स्वाद जान्छ।
हेलो गुड मर्निङ हामी चाहिँ अब बिहानै 4 बजे उठेर पुनिल जाँदैछौँ खानुपर्ने होइन बाटोमा हेलो कहाँ जानु लाग्यो बा हामी पुनिलको भ्यू पनि जानु लाग्यो अहिले चाहिँ बिहानको 4:30 बजिरहेको छ अनि यहाँ चाहिँ टिकट काट्नु पर्दो रहेछ थर्मस ड्रोन एन्ड ट्राभल ग्यास सिस्टम आर नट अलाउड पानी खामे एकचोटि अनि अब हामी थर्मस नलाने किन उहाँको बिक्री हुँदैन भनेर होला थर्मस लिएर जानु पाउँदो रहेछ अखुल टिकट काट्दैछु हामी 50 रुपियाँ गोटाको टिकट काटिदिएको ए हो ल जाउँ सनराइज हुनु लाग्छ एउटा चल्दैछौँ रास्ता त नै देखिरहेछ वाउ मजाले छ गुराँस चाहिँ हामी चाहिँ अहिले पुनिलमा छौँ हामी त हेरेको हिमाल कति राम्रो कस्तो राम्रो मजाले सनराइज भयो क्लियर छ हिमाल पनि राम्रो देखिरहेछ ब्याकमा यो चाहिँ फोटो खिच्ने पोइन्ट रहेछ Take one full. बादलले सिलाम साक्मासँग यहाँ फोटो खिच्दैछ अहिले चाहिँ हामी पुनिलमा फोटोसुट गरिरहेको छौँ यहाँ केटीहरू फोटो खिचिरहेछ कस्तो मजाले घाम लागिरहेको Rest some. मेरो खुसी Rest some. Firidi.
Resam piridi. Not piridi, like piridi. Fesa riri. No, think about a race, like you are running a race. Race and yeah, I'm running a race. Race yeah, and piridi. Yeah. गाइजहरूले रेसम फिरी सिकाउँदैछ नि What do we say? What does that mean in English? It's like resam piridi. It's like It's like Resam piridi. I like to go to mountain by flying. Oh yeah. रेसम भनेको त किरा हुन्छ हैन here and there and eating तेरो जाउँ कि डाँडामा भन्छन् like and we are playing here we are enjoying here we are forgetting all the stress that's why Resam piridi I want to fly in the sky and surround here and there I want to forget all the stress of any pain and I want to free and I want to fly like the butterfly and going to the mountain. It's like flying. हेलो हाय I love your food. Name Jack. Jack means he's a foreigner. सुन्तला पानी नखमने दुबईको जन्जानी नरौ मायालु पाते फुलेर लाल भयो आज मेरो जोगीको चाल भयो नरौ मायालु ल थ्यांक यू एउटा छ नि यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगार्यो दिमाग नरौ मायालु मिरमिरे आँखा कस्तो मेरो बिगार्यो दिमाग हेलो ल अब चाहिँ हामी फोटोसोटो सबै खिचिसकेर फर्किन आँटेको मन प्रफुल्लित भएको छ प्रफुल्लित भएको छ बाई 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 मजाले खुल्यो है राम्रो भयो फाइनली टिकटक भिडियो फोटो सबै सकियो गाइजहरुको त्यही भएर फाइनली वी आर गोइङ ब्याक तपाईहरुले भर्खरै त्यही हाल्ने ल घर बनाम है घर बनाउँछु बोल भत्केको बनाम न त यस्तो सुन्दर ठाउँमा ए नचर न मेरो घरको इटा बिग्रेको मान्छे म भत्केको घरको मलाई केको डर भत्केको घर बनाउँछन् गाइजहरु खै के भयो छाती मर्छु कि क्या हो सम्झना हो साथी उनीले मेरो इटा चोरी तिमीको घर अहिले अर्को आएर भत्काइदिन्छ मेरो घर हेर आसिका मेरो घर खिच तपाईहरु कुन गए जाने रे हामीहरु त त्यही ल मेरो घरको छानो हामी तल झर्दै छौं बाटो त्यो बाटो गाडी जान्छ हामी चाहिँ तर हिँड्दै आएको म बिर्सु कसरी तिमी नै भनिदेऊ हे जाने निष्ठुरी पखाले आँखा पनि धरती उही छ जहाँ नै म हिँडे पनि
धरती उही छ कस्तो राम्रो लाली ग्रास छ ए अब जति हेऱ्यो नि त्यस्तै हो साथीहरू दैले लाली गुराँसले लोभ्याउँछ फेरि रोकिन्छौँ हामी अनि एकछिन खिच्छौँ जानै मन लाग्दैन तर के गर्नु पुग्नु पर्ने छ फोटो र भिडियो खिच्दा एकदम मोबाइलको मेमोरी फुल भइसक्यो कस्तो राम्रो छ लौ जानु भइहाल्यो सम्झेर अब हाम्रो
कहिले हुने मेरो घर चितवन जिल्ला यही बस्नलाई मिल्ला कि बसेर हुँदैन काम नगरी खानालाई बसेर हुँदैन काम नगरी सक्यो हाम्रो म्युजिक एकदमै रमाइलो भयो बिचमा एकदमै रमाइलो भयो होइन बिचमा हामीले मादल बोकेर ल्याउनु भएको दिदीहरू भेट्यौँ हामी नाच्यौँ गायौँ लास्टै रमाइलो गरियो एकदम मेमोरेबल भयो हाम्रो ट्रेक थ्याङ्क यू फर योर भिजिट फेरि भेटौँला अब हाम्रो घोरेपानी पुनिलको यात्रा सकियो अब हामी फाइनल्ली पोखरा ब्याक टु हुँदैछौँ खाना खायौँ होटलमा सनसेट पनि हेऱ्यौँ गुराँस हेऱ्यौँ इन्जोय गऱ्यौँ नाच्यौँ गायौँ खायौँ अब जान्छौँ ल दुई शब्द हिरोइन अब हामी हिँडेर जान सक्दैनौँ आउँदाखेरि हामी हिँडेर आएको थियौँ आउँदाखेरि एक गाडी प्यासेन्जर भएपछि हामी जाने भनेर पर्खिरहेको छौँ जान त मन छैन तर के गर्नु अब आफ्नो कर्म गर्नै पर्यो रिजर्भको लागि चाहिँ हामीलाई फुल पेसेन्जर चाहिँ हामी 4 जना मात्रै भयौँ हामीलाई महँगो पर्ने भयो सो द्याट हामी यहाँ कुद्दैछौँ होइन मान्छेहरू कोही आउनुहुन्छ कि भनेर हेर्दैछौँ कुद्दैछौँ त्यसपछि अब यहीँबाट ल बाई Thank you for watching. Do not forget to like, subscribe and comment. Bye bye.